नमस्कार सबैजनालाई म अनुप बगाले म आज हजुरहरूलाई सिकाउँदैछु हामीले एआईबाट कसरी गीत बनाउन सक्छौँ भन्ने कुरा। हामीहरूले फर्स्ट अफ अल हाम्रो मोबाइलबाट कम्प्युटरबाट हामीले जेबाट पनि बनाउन मिल्छ। हामीसँग इन्टरनेट चल्ने इन्टरनेट चाहिँ भएको एउटा चाहिँ डिभाइस चाहियो। म तपाईँलाई कम्प्युटरबाट सिकाउँदैछु भने यही कुरा तपाईँले मोबाइलबाट पनि गर्न सक्नुहुनेछ। हजुरहरूको कम्प्युटरमा चाहिँ कुनै पनि वेब ब्राउजर जस्तो मसँग यहाँ माइक्रोसफ्ट एज छ, हजुरहरूसँग गुगल क्रोम हुनसक्छ, सफारी हुनसक्छ, फायरफक्स हुनसक्छ, कुनै पनि वेब ब्राउजरलाई ओपन गर्नु होला। यसलाई ओपन गरिसकेपछि यसको एड्रेस बारमा गएर हजुरले टाइप गर्नु होला SUNO AI भन्ने। यसलाई तपाईँले इन्टर गरिदिनुहोस्। यस्तो खालको इन्टरफेस खुल्छ। यसमा तपाईँले यो suno.com देख्नु भएको छ, यसमा गएर क्लिक गर्नु होला। यसपछि यस्तो खालको एउटा इन्टरफेस तपाईँको अगाडि आउँछ। तपाईँहरूलाई म स्टार्टिङबाटै सिकाउँदैछु। तपाईँहरूले यदि यसमा आइडी क्रिएट गर्नुभएको छैन भने तपाईँले सुरुमा साइन अप गर्नुपर्ने हुन्छ भने यसमा अलरेडी तपाईँहरू रजिस्टर हुनुहुन्छ भने साइन इनमा क्लिक गरेर आफूलाई साइन इन गर्न सक्नुहुन्छ। पहिला साइन अपमै क्लिक गरेर सिकाउँदैछु म तपाईँहरूलाई। साइन अपमा गएर क्लिक गरिसकेपछि यहाँनिर हामीसँग यस्तो खालको एउटा इन्टरफेस खुल्छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यसमा हजुरहरूले केबाट साइन अप गर्ने भन्ने हुन्छ। तपाईँले आफ्नो मोबाइल नम्बरबाट पनि गर्न सक्नुहुन्छ भने फेसबुकबाट तपाईँसँग जिमेलबाट गर्न सक्नुहुन्छ। मैले जिमेललाई नै अहिले चुज गरेँ। यसमा गइसकेपछि यस्तो खालको एउटा इन्टरफेस फेरि हाम्रो अगाडि आउँछ। एकछिन वेट गर्दै गरौँ। यो खालको मसँग दुईवटा आइडी यसमा चाहिँ अहिले लगइन छ, एउटा CSC डेस्कटप र CSC चनौली भन्ने। मैले यो CSC चनौली चाहिँ यसमा रजिस्टर गरेको छैन भने यसलाई चाहिँ मैले गरिसकेको छु। म CSC चनौलीलाई नै अहिले चुज गर्दैछु। त्यसपछि गएर यसमा यसलाई हामीहरूले चाहिँ मुनिपट्टि आएर कन्टिन्यूमा गएर क्लिक गरिदिनु पर्ने हुन्छ। यसपछि अर्को एउटा इन्टरफेस हाम्रो अगाडि आउँछ। यसले केही कुराहरू हामीलाई सोध्छ। यो हाम्रो डेट अफ बर्थ, यसमा हामी मन्थहरू आफ्नो चुज गर्न सक्छौँ। मैले यसलाई अहिले यत्तिकै राखिदिएको छु। त्यस्तै गरेर इयर चुज गर्न सक्छौँ, डे चुज गर्न सक्छौँ। यहाँ इयर छ, हामी इयर पनि यहाँबाट चुज गर्न सक्छौँ। यति भइसकेपछि यसलाई हामीले कन्टिन्यूमा गएर क्लिक गर्ने। यसले सर्वे जस्तो एउटा केही हामीलाई फेरि अरू क्वेसनहरू पनि सोध्छ। यसलाई मैले हेर्दै गर्नु होला। यसलाई पनि हामीले फिलअप गर्नुपर्ने हुन्छ। यो लोड हुँदैछ, एकछिन वेट गरौँ। यसले चाहिँ सियर वाट ब्रिङ्स यु हियर भनेको छ। मैले यसमा चाहिँ एउटा केही चुज गरिदिएँ, जस्ट ट्राइङ इट। यसलाई ओके गरिदिन्छु म। त्यस्तै गएर फेरि अर्को आइरहेछ। यसले युजर नेम के राख्ने भनेर भन्छ, युजर नेम। त्यसपछि गएर हाम्रो फुल नेम के राख्ने भन्छ। मैले यसलाई नै कन्टिन्यू गरिदिएँ अहिलेको लागि। यसलाई फेरि मैले कन्टिन्यूमा गएर क्लिक गरिदिएँ। कन्टिन्यूमा गएर क्लिक गरिसकेपछि अब हामीसँग अर्को एउटा इन्टरफेस खुल्छ। हजुरहरूले त्यो कुरालाई चाहिँ राम्रोसँग पढेर आफूले चाहिँ के को लागि गर्न खोजिरहनु भएको छ त्यो अनुसार चाहिँ चुज गरिदिनु भए पनि हुन्छ। र यतापट्टि देख्न सक्नुहुन्छ CSC चनौली। यसमा मसँग एक दिनको चाहिँ 50वटा क्रेडिट हुन्छ। एउटा गीत बनाए बराबर तपाईँको 10 क्रेडिट चाहिँ घट्छ। तपाईँले दिनमा यसको चाहिँ हिसाबमा जाँदाखेरि दिनमा तपाईँले 5वटासम्म गीतहरू चाहिँ फ्रीमा तपाईँले बनाउन सक्नुहुन्छ भने। यतापट्टि सङ्ग्सको डिस्क्रिप्सन तपाईँलाई कस्तो खालको चाहिएको छ, यसले लिरिक्सहरू पनि आफै जेनेरेट गरिदिन्छ, म्युजिक पनि आफै बनाइदिन्छ भने, यसले आफै गाइदिन्छ पनि। तपाईँसँग अलरेडी लिरिक्स छ भने चाहिँ यो लिरिक्समा गएर क्लिक गर्नु होला। यसमा गएर क्लिक गरेर तपाईँको लिरिक्सलाई चाहिँ यसमा पेस्ट गरिदिनु होला भने तपाईँलाई कस्तो खालको गीत चाहिन्छ तपाईँले इङ्ग्लिसबाट लेख्न सक्नुहुन्छ या तपाईँले नेपालीबाट चाहिँ रोमनमा लेख्न सक्नुहुन्छ। मलाई एउटा राम्रो नेपाली लभ सङ्ग्स बनाइदिनुहोस्, यसरी चाहिँ हामी लेख्न सक्छौँ भने मैले चाहिँ एउटा केही यहाँ राखेको छु। पहिले एउटा प्रम्प्ट लेखेर म तपाईँ त्यही नै त्यसमा पेस्ट गरिदिन्छु। मसँग यहाँ डेस्कटपमा मैले चाहिँ एउटा बनाएको थिएँ। मैले कहाँ राखेँ, CSC चनौली टेक्स्ट यो छ। यसलाई मैले कपी गर्छु। यसलाई कपी गरेर यसलाई मैले यहाँ लगेर पेस्ट गरिदिन्छु। CSC चनौली CTBTबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय, यसरी मैले चाहिँ यो बनाएको छु। यसलाई नै म अब क्रिएट गरिदिन्छु। हेर्नुहोस् है, क्रिएट गरिसकेपछि यतापट्टि
तपाईँको यहाँनिर चाहिँ गीत बन्छ, तपाईँले यहाँ देख्न सक्नुहुन्छ। यो आउँदैछ, यो लोड हुँदैछ। अहिले हामीले यो बनिसकेपछि चाहिँ यसलाई प्ले गरेर सुन्न सक्छौँ भने यसलाई डाउनलोड पनि गर्न सक्छौँ, सेयर पनि गर्न सक्छौँ। मैले यहाँ के गरेको छु, सिएसी चनौलीको चाहिँ एउटा प्रमोसनको लागि चाहिँ एउटा गीत बनाइदेऊ भनेर यसलाई रिक्वेस्ट गरेको थिएँ। यसले यहाँ बनाइदिइसकेको छ। यसलाई हामी प्ले गरेर सुन्छौँ है त। ल सुन्नुहोस् है। भरतपुरको चनौलीमा सपना सिकाउने थलो छ। सिएससी चनौलीको नामैमा भरोसा बलियो छ। आऊ सिएससी चनौली, प्रविधिको सिप यहाँ पाइन्छ। मान्यता प्राप्त हातले भविष्यको बाटो खुल्छ। यसलाई अर्को पनि छ, हामी यहाँबाट सुन्न सक्छौँ फेरि। भरतपुरको चनौलीमा सपना सिकाउने थलो छ। सिएससी चनौलीको नामैमा भरोसा बलियो छ। आऊ सिएस यसलाई हामीले यताबाट डाउनलोड पनि गर्न सक्छौँ। यहाँ क्लिक गर्ने, यसलाई हामीले डाउनलोडमा गएर क्लिक गर्ने है। यसरी हामी चाहिँ गीतहरू बनाउन सक्छौँ एआईबाट। आजको क्लासको लागि धन्यवाद। थ्याङ्क यू।